Hello, good morning everyone. How are you all? I hope everything is well and I am also good. So, after a long time, today I am going to make a short mini vlog. भन्दै आजको मेरो दिनको सुरुवात यस्तो प्रकारले हुन्छ र आज दिनभरि म के कस्तो कामहरू गर्नेछु हजुरहरूलाई देखाउने प्रयास गर्नेछु र धेरै दिन बाद हजुरहरूको समक्षमा छोटो मिनी भ्लग लिएर उपस्थित भएको छु भन्दै हैन आजको मेरो भ्लग यस्तो प्रकारले स्टार्ट हुन्छ र मेरो चाहिँ मर्निङको कामहरू चाहिँ के कस्तो हुन्छ तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु र अहिले भने चाहिँ म हैन ब्रस एन्ड कोलगेट लिएर चाहिँ वासरुम तर्फ गइरहेको छु र आजको मेरो दिनभरिको भ्लग चाहिँ तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु के कस्तो हुन्छ हेरेर साथ सपोर्ट दिनु होला। अहिले भने चाहिँ भन्दा नभन्दा म वासरुममा गएर ब्रसहरू पनि हतार गर्न थालिसकेँ हैन किनकि मेरो चाहिँ काम बहुत छ नि त आज हैन र के कस्तो कामहरू छ तपाईहरुलाई देखाउने प्रयास गर्नेछु हेरिदिनु होला है त। अहिले चाहिँ मैले भन्दा नभन्दा ब्रसहरू पनि गरिसकेर चाहिँ हैन रुममा आइसकेँ रुममा आइसकेपछि मैले रुम सफा गर्नुपर्ने हुन्छ नि त र सबैभन्दा पहिला चाहिँ मैले झाडु र डस्टबिनलाई लिएर चाहिँ हैन रुमलाई बढाल्नु पर्ने हुन्छ नि त। अन्त रुम चाहिँ त्यस्तो मैला त थिएन तर पनि अब डेली गर्ने काम हो हैन अब केटा मान्छे भए पनि रुम चाहिँ एकदम चडकचुक राख्ने गर्छु म चाहिँ हैन त्यही रुममा साथी पनि छैन म एक्लै छु नि त सो त्यही भएर रुम चाहिँ एकदम चडकचुक पार्ने बानी हो म मान्छे अब चडकचुक बस्ने मान्छे अब रुम त झन् चडकै पारि नै हाल्छु नि यसमा कुनै डौडै छैन हैन भन्दा नभन्दा अहिले मैले चाहिँ झाडु हानिसकेर चाहिँ पोचा पनि ल्याएर हैन पोता पनि मार्दैछु हल्का हैन पोचा सोता मारेर चाहिँ हैन रुम त एकदम चडकचुक पार्नु पर्यो नि त हैन मान्छे मात्रै चडकचुक भएन रुम पनि चडकचुक पार्नु पर्यो भने म चाहिँ इन्जोय गरिरहेको छु हैन। अहिले भने चाहिँ किचनमा गएर यसो फ्रिजमा हेरेको यसो दुधहरू रहेछ दुधहरू म बेला बेला खाने गर्छु नि त हैन यसो फ्रुटहरू पनि रहेछ र यस्तो बाहिर हेरेको त बाहिरको नजारा चाहिँ आम्बो यति साह्रो लभली यति साह्रो गोल्डी यति साह्रो ओपी भइदिरहेको छ हैन पानी परिदिरहेको छ गाइस भन्नु न अब आम्बो यति डाडली पानी परिरहेको छ हैन म चाहिँ अब उता हाम्रो इन्डियामा यस्तो फिल भइदिइरहेको क्या अब धेरै दिनमा जस्तो ठुलो पानी परेको थियो पानी पनि एकदमै ठुलो हो त्यही माथि एकदमै खतरा अब शीतल दिन मजाको भइरहेको छ र अहिले चाहिँ यति भन्दै म चाहिँ हैन किचनतर्फ गइसकेको छु अहिले चाहिँ रामाजान चल्दैछ त्यही भएर खाना चाहिँ बिहान 4 बजी दिन्छ नि त त्यो 4 बजी चाहिँ अब हामी खाना जान सक्दैनौँ त्यही भएर टिफिन छोडिरहेको हुन्छ र टिफिनमा हालिदिएको हुन्छ टिफिनमा ल्याएर चाहिँ खानुपर्ने हुन्छ। सो अहिले भने चाहिँ म लिफ्टमा छु हैन र किचनतर्फ जाँदैछु किचनमा गएर खानासाना ल्याएर आएर चाहिँ रुममा ल्याएर खानुपर्ने हुन्छ किचनमा बसेर खाँदा पनि हुन्छ तर रुममा ल्यायो भने चाहिँ हैन अलिक तातो हुन्छ तताएर खानुपर्छ नि त। सो अहिले भने चाहिँ मैले मेरो टिफिन भेटाइसकेको छु हेर्नु सक्नुहुन्छ हैन अहिले भने चाहिँ म सिधै टिफिनले लिएर हैन फेरि ब्याक टु रुम आउँदैछु र लिफ्टमा आइसकेको छु हैन अब रुममा आइसकेपछि मैले के कस्तो छ सब्जीहरू राम्रो छ भने तताएर खान्छ सब्जीहरू राम्रो छैन भने हल्का फुल्का अन्डा सन्डा हैन फ्रुट्सहरू खाँदा पनि हुन्छ नि त। यसो भन्दै अहिले भने चाहिँ म हैन किचनतर्फमा रुममा पनि आइपुगिसकेँ र रुममा आइसकेपछि चाहिँ मैले सबैभन्दा पहिला चाहिँ हिटर अन गर्नुपर्ने हुन्छ र सब्जी खाना चाहिँ के कस्तो रहेछ त म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु हेर्नु है त। र अन्डा सन्डा पनि छ यहाँ मेरो हैन अन्डा सन्डा पनि यसो सब्जी मिठो नभए अन्डा सन्डा बनाएर खान सकिन्छ हैन र सब्जी चाहिँ यसो हेर्दा चाहिँ पनिर रहेछ गाइस हैन पनिर चाहिँ त्यस्तो खास चाहिँ लाग्दैन मलाई हैन अब तर पनि के गर्नु विदेशमा हैन पकाएर दिएको अर्काले खानै पर्यो हैन। सो त्यसो भन्दै मैले चाहिँ हैन एक्लै खाना खानु पनि सुरु गरिसकेर खाना खाइसकेपछि चाहिँ हतार हैन मैले चाहिँ लुगा पनि भिजाउनु पर्ने थियो नि त अब लुगा पनि मैले चाहिँ लिएर अब वासिङ मेसिनमा हालिरहेको छु हैन अन्त भरे निकाल्छु भन्ने सोचले चाहिँ हैन कपडा पनि यसो हैन वासिङ मेसिनमा भिजाइराख्नु सोचेर चाहिँ अब वासिङ मेसिनमा हालिदिएको छु हैन भरे आउँदाखेरि ठिकै कपडाहरू पनि रेडी भइरहेको हुन्छ हैन। सो त्यसो भन्दै मैले वासिङ मेसिनमा लुगा पनि भिजाएर अहिले भने चाहिँ अब रेडी भएर चाहिँ अब हैन एकछिन चाहिँ कम्पनी जानुपर्ने हुन्छ नि त कम्पनीमा चाहिँ आज मेरो सानो काम छ हैन त्यसो भन्दै आज म चाहिँ तल बसिरहेको थिएँ र साथीहरू पनि आइसक्यो साथीहरू सबैजना आइसकेपछि हामी बसमा चढेर बसतर्फ लाग्यौँ र बसमा हेर्ने हो भने चाहिँ नजारा हैन बाहिरपट्टि चाहिँ अब अरू साथीहरू चाहिँ सबैजना फोनमा हेर्नु व्यस्त छ फोनमा बोल्नु व्यस्त छ म भने चाहिँ बाहिरको सुन्दर नजाराहरू क्याप्चर गर्दै गइरहेको छु र भन्दा नभन्दा अहिले चाहिँ हामी कम्पनी पनि पुगिसक्यौँ र सबैजना साथीहरू झरिसक्यो होइन सबैजना साथीहरू चाहिँ ड्रेसमा छ यो भाइ चाहिँ किन विदाउट ड्रेसमा छ भनेर सोच्नुहुन्छ होला त्यस्तो सोच्नुहुन्छ भने चाहिँ किन भन्दाखेरि चाहिँ आज चाहिँ मेरो चाहिँ ड्युटी छैन आज चाहिँ मेरो सरप्राइजिङ छुट्टी हो। सो त्यही भएर चाहिँ मेरो चाहिँ पन्चिन र पन्चआउट मात्रै ड्युटी थियो सो त्यही भएर चाहिँ होइन अहिले भने चाहिँ हामी फेरि त्यहाँ कम्पनीबाट मेरो काम सकेर अरू टिम मेम्बरहरूलाई लिएर चाहिँ फर्किसक्यौँ होइन फर्किँदै गरेको नजारा हो चाहिँ होइन के कस्तो हुन्छ ड्राइभरसँग पनि यसो गफ गर्दै होइन बाहिरको नजारा चाहिँ एकदमै पानी परेर चाहिँ एकदमै दामी भइरहेको थियो नि त। अहिले भन्छ हामी त्यो अघि मसँग गएको मान्छेलाई चाहिँ कम्पनीमा छोडेर जसको ड्युटी सक्यो उनीहरूलाई चाहिँ लिएर फर्केको अब चाहिँ रुमतर्फ होइन। सो त्यही भएर चाहिँ अहिले चाहिँ अब बाटोको नजरहरू चाहिँ तपाईँहरूलाई देखाउँदै होइन एकदमै ड्राइभरसँग पनि हल्का गफ गर्दै होइन यसो हाँसी मजा गर्दै जाँदैछु। अहिले भन्दा नभन्दा चाहिँ हामी
हाम्रो एकोमोडेसन तर्फ पनि आइपुगिसकेको छौँ र भन्दा नभन्दा लिफ्टमा अब लिफ्टमा आइसकेपछि म फाइनली मेरो रुममा पनि पुगिहाल्छु र रुममा पुगिसकेपछि चाहिँ आजको मेरो मिनी भ्लग चाहिँ यतिमा अन्त्य गर्नुपर्ने हुन्छ है। हजुरहरूलाई के कस्तो लाग्छ हेरेर साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा राखेको छु। हस् त ओके बाई बाई, सी यू नेक्स्ट भ्लग है त साथी। ओके बाई बाई।